ल यो चाहिँ हाम्रो इन्ट्री कम्पनीको गेट, यो चाहिँ हाम्रो कम्पनीको लुक्स हो। यस्तो छ जो रमाइलो चिसो चिसो मौसममा तातो तातो हावा हाम्रो कम्पनीले निकै फुलहरू पनि मन पराउँछ है। यी टोकी फलहरू रोपेको सबै हिउँले मारिदिइहाल्छ, पछि अङ्गुरहरू हुन्छ। कम्पनी त हाम्रो ठुलै हो नि है, हिँड्दाखेरि झन्डै करिब कति लाग्छ हौ, त्यहाँदेखि त्यहाँ 5-6 मिनट लाग्छ है। भइरहेछ यस्तै छ। अझ हामी आएको ठक्कै यता चाहिँ आशीर्वाद रमणीमा र फर्चडी हिउँपरे देखेको है, कस्तो लागिरहेको छ अनि आज हिउँखेल लेखेको हेर न, स्याउ जतिकै रातो गाह्रो भइरहेछ। धेरै सेप हानिरहेको छ उसले, तर मैले त सेप हानेको थिएन, पुरा फेसलेस पुरा ओपनमै छु म चाहिँ, किनभने बानी भइहाल्छ त्यही भएर। ल यस्तो छ, तर यो त सामान्य हो जहाँ पछि यहाँ त सबै कोही गाडीले सोधेर तलतिर थुपार्नुपर्छ हिउँ, यस्तो आउँछ। यो त यसपालि त खासै परेको छैन हिउँ, यो त सामान्य नै हो। यो त सबै सोर्छ नि, अब भोलि यहाँ गाडी हिँड्छ, भोलिबाट ड्युटी चालु हुन्छ। यतिकोमा त अब आउँछ नै, तर यहाँबाट थप्यो भने चाहिँ गाडी आउँछ। अब हाम्रो क्याम्प पुग्न लागेको अवस्था हामी चाहिँ आज घाम भनेको बिहानदेखि देखेको छैन हामीले, कस्तो छ के छ घाम कहाँ पुग्यो है थाहा छैन। टाइमको भरले चाहिँ यति बज्यो भन्ने चाहिँ थाहा छ। बिहानदेखि हिउँ परेको, राति हिजो बेलुका 7 बजीदेखि 8 बजीदेखि हिउँ परेको, यस्तो छ अवस्था गाइजहरू। यो भोलिको लागि रेडी छ, यो चाहिँ कुरियर भन्छ, कुरियरको लागि तान्ने भइरहेछ हौ। हाम्रो क्याम्प चाहिँ पर देखिएको हो। अनि आशिष कस्तो लागिरहेछ? पहिलोपल्ट हिउँमा चाहिँ यसरी हिँड्नु पर्दाखेरि